चाहिँ बारम्बार तिर्खा लाग्ने, पटक पटक पिसाब फेर्न जानुपर्ने, शरीर सधैँ थाके जस्तो हुने, यस्तो हुन्छ। यो चाहिँ रगतमा सुगर बढेको सङ्केत पनि हुनसक्छ है। नमस्ते, म डाक्टर सोनिया पौडेल जर्मनीबाट। रगतमा सुगर बढ्दाखेरि सबैलाई तुरुन्तै लक्षण देखिन्छ भन्ने चाहिँ हुँदैन है। विशेष गरी सुरुवाती अवस्थामा कुनै स्पष्ट सङ्केत नदेखिन पनि सक्छ। तर सुगर धेरै बढ्दै जाँदाखेरि धेरै तिर्खा लाग्ने, पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, एकदमै थकान महसुस हुने, कमजोरी महसुस हुने, आँखा धमिलो देखिने जस्तो सङ्केतहरू देखिन सक्छन्। कतिपय मानिसमा चाहिँ कारणै नभइकन तौलहरू घट्ने, घाउ एकदम ढिलो निको हुने अनि बारम्बार इन्फेक्सन भइरहने पनि हुनसक्छ। अनि सुगर अत्याधिक बढ्यो भने चाहिँ वाकवाकी वा बान्ता लाग्ने, पेट दुख्ने, सास फेर्न गाह्रो हुने, अल्लमल्ल हुने र बियोस हुने जस्तो खतरनाक सङ्केतहरू पनि देखिन सक्छ है। यस्तो अवस्थामा चाहिँ तुरुन्तै मेडिकल हेल्प लिनुपर्छ है। तर यी लक्षण हुँदैमा डायबिटिज नै भएको भन्ने चाहिँ हुँदैन। यदि यस्तो सङ्केत बारम्बार भइरहेको छ भने चाहिँ ब्लडमा एकचोटि सुगर टेस्ट गराएर वास्तविक कारण पत्ता लगाउनुहोस् है त।